दही के लूता है क्या? तपाईँले के बोले बाजे? बोलाजी के? लुतेरिया फुट्टो आयो क्या फुटेरिया भने फुट्ने के चिलाइसी फुट्छ नि। यति बेला हामी चाहिँ यो नयाँ किन्टारमा मुनाको सेटमा छौँ र मुना टेलिसिरियल आज भाग कति भने 10 र 11 को सुटिङ हुन लागेको हुँदाखेरि मुनालाई भोक लागेको छ च्याल्यौँ नमस्कार। हाम्रो यो मुना टेली श्रृङ्खला चाहिँ सिनेमा घर युट्युब च्यानलबाट प्रत्येक हप्ता बुधबार साँझ 8 बजे प्रसारण हुन्छ। तपाईँ सम्पूर्ण मित्रहरूले सिनेमा घर युट्युब च्यानलमा गएर नेपाली टेली श्रृङ्खला मुना हेर्न नभुल्नु होला। म चाहिँ आफै मुना है हेरेसी लाइक कमेन्ट सब्स्क्राइबर गर्नु पनि होला। हाम्रो उहाँ मिस चाहिँ यस टेलिसिरियल श्रृङ्खलाको चाहिँ नि मेन पात्र हुनुहुन्छ मुना र यता हाम्रो हुनुहुन्छ उहाँको बाबा बनेर खेल्ने। कपाल कस्तो छ? राम्रो छ है। कसले गर्ने? यहाँ थिच्दै काटिन्छ फेरि उतापट्टि थिच्नु ल रातो पनि नथिच्दै। मालुम हमको मालुम है यो ठुलो भइरहेको मेरो है सुरु भयो भयो हान्नु। जय नाटेश्वरी देउता। मलाई चाहिँ हाइलाइट हेर्नु छैन, मेरा दर्शकलाई चाहिँ खुसी पार्नु छ। म ठुलो मान्छे बन्नु छैन, मेरो टिमलाई ठुलो पार्नु छ भन्दाखेरि चाहिँ कस्तो हुन्छ? सही हुन्छ भनिसक्नु भयो हो होइन। अनि दर्शक सबैलाई खुसी पार्नु छ। जय मेरा दर्शक देउताहरू। नारायण हरि हरि। हजुर नमस्कार। नमस्कार हजुर सबैजनालाई नमस्कार। नमस्कार। भित्रको हुनुहुन्छ सबैलाई नमस्कार। हाम्रो डाइरेक्टर साहबको पाला हाम्रो घरलाई पनि नमस्कार हुन्छ। हाम्रो डाइरेक्टर साहब टिकाराम श्रेष्ठ, उहाँको लेखन निर्देशनमा बन्न आँटेको हाम्रो टेली चलचित्र मुना बन्न आँटेको होइन मुनाको मेन डाइरेक्टर मैना। नमस्ते सर। सम्पूर्ण मेरो फेसबुक युट्युब टिकटक लगायत सम्पूर्ण मसँग जोडिनु भएका आदरणीय मित्रहरूमा मिठो सम्झना अनि मिठो माया। हाम्रो यो नेपाली टेली श्रृङ्खला मुना आज 10 र 11 भाग सुटिङ हुन गइरहेको छ। तपाईहरूले यस टेली श्रृङ्खला चाहिँ कुन च्यानलबाट प्रसारण हुन्छ भनेदेखि यो टेली श्रृङ्खला चाहिँ सिनेमा घर युट्युब च्यानलबाट प्रत्येक हप्ता बुधबार साँझ 8 बजे प्रसारण हुन्छ। त्यसो हुँदाखेरि चाहिँ नि तपाईहरू सम्पूर्णले सिनेमा घर युट्युब च्यानलमा गएर मुना टेली श्रृङ्खला हेरिदिनु हुन्छ भन्ने पुरा आशाका साथ अनि मिठो माया पनि गरिदिनु होला भन्ने आशा गर्दछु। हस् त नमस्कार। जय नाटेश्वरी, जय मुना, जय कलाकार।